नमस्ते। तपाईको बच्चालाई पनि यो तस्बिरमा देखाइएको जस्तै समस्या छ भने यो जिब्रोको अवस्थालाई बेनाइन माइग्रेटरी ग्लोसाइटिस अथवा जियोग्राफिक टङ भनिन्छ। यो बिना कुनै समस्या नर्मल बच्चाहरूमा अथवा एडल्टहरूमा पनि देख्न सकिन्छ। यसमा यस्तै छाला गएको जस्तो, घाउ भएको जस्तो, जिब्रोमा टाटाहरू देखिने, हेर्दाखेरि नक्सा जस्तो देखिने, कहिले एउटा ठाउँमा हुने, फेरि आफै सन्चो हुने, टोटल्ली जिब्रोभरि नदेखिने पनि हुन सक्ने, अथवा लोकेसन फेरेर फेरि जिब्रोको अर्को भागमा आउने जाने भइरहन सक्छ। खोजहरूले ठ्याक्कै यो किन हुन्छ भनेर त पत्ता लगाउन सकेको छैन, तर बच्चा बिरामी हुँदाखेरि स्ट्रेसको कारणले, हर्मोनल चेन्जेसहरूले लगायतको विभिन्न कारणहरूले यो आउने जाने भइरहने हुन्छ। खासै यसले दुख्दैन, बच्चालाई स्वाद नपाउने पनि हुँदैन। कहिलेकाहीँ मसालेदार खानाहरू अथवा पिरो खानेकुरा बढी खायो भने अलिकति असजिलो भने महसुस हुन सक्छ। यसलाई कुनै झोल अथवा मलम औषधिहरू पनि चाहिँदैन। केही बच्चाहरू बढ्दै जाँदाखेरि आफै हराउने पनि हुन सक्छ, तर प्रायजसो यो जिन्दगीभर आउने जाने भइरहन सक्छ, तर कुनै ठुलो समस्या नगर्ने भएको भएर यसैले हामीले धेरै चिन्ता लिइरहनु पर्दैन।